हामीले श्रीमान सचिवजी पहिलोचोटि यस अवस्थामा प्रवेश गर्नुभएको छ, आउनुभएको छ। उहाँ आगमनले हामी अत्यन्त आह्लादित भएका छौँ। श्रीमान मेयरज्यूलाई त यहाँको सबै पुनः खप्सँग थाहा छ। उहाँले यो अवस्थाको विकासमा अघिल्लो कार्यकालमा पनि धेरै योगदान गरिसक्नु भएको छ। त्यसले गर्दा हामीलाई जति नै थाहा छ उहाँलाई। श्रीमान सचिवज्यूलाई मन्त्रालयमा बसेर यो भरतपुर अस्पतालको बारेमा थाहा छ। उहाँ बसेर पनि धेरै माया गर्नुभएको छ र आज पहिलोपटक आएको हुँदा यहाँका केही अन्तर्वस्तुहरू मैले थोरै केलाउने प्रयास गर्छु, लामो समय लिन। अब ओपिडी जुन आउटपेसेन्ट डिपार्टमेन्ट हो, यसको नै सबैभन्दा बढी कम्प्लेन हामीले सुन्ने गरेका छौँ जनताबाट। किन भन्दा बिमाको कारणले पनि र यो केन्द्रीय अस्पताल भइसकेपछि पनि अत्यन्त धेरै चाप छ। यहाँलाई थाहा छ, यो सरकारी अस्पतालहरूमा यहाँ मात्रै होइन, नेपालभरि नै स्वास्थ्य बिमा लगाइसकेपछि अति धेरै चाप छ। जनताहरू चाहिँ बिरामीहरू, बिरामीका आफन्तहरू लाइनमा धेरै बेर बस्नु परेपछि त्यो व्यवस्थापनसँग, त्यहाँको प्रशासनसँग पक्कै पनि र लास्टमा राज्यप्रति नै अलिकति असन्तुष्ट भएको जस्तो पनि देखिन्छ। त्यसले गर्दा हाम्रो सम्पूर्ण ध्यान ओपिडीमा नै लगाएका थियौँ। गत वर्ष हामीले जिओपिडी सेवा सुरु गऱ्यौँ लास्ट इयर असोज 1 गतेबाट। र जिओपिडी भनेको नेपाल सरकारको अस्पतालहरूमा जिओपिडी सेवा कहीँ पनि छैन। र धरानको बिपिआइएचएस टिचिङ हस्पिटलहरूमा मात्रै जिओपिडी छ। नत्र यो पहिलो त्यहाँ अस्पताल हो जहाँ हामीले जिओपिडी जनरल ओपिडी सुरु गरेका छौँ। र जनरल ओपिडीमा भएको बेलामा एमजिबी डक्टर बस्नुहुन्छ र नभएको बेलामा एमबिबिएस डक्टर बस्नुहुन्छ। र हाम्रो जिओपिडी अझै चाहिँ 5 घन्टा बन्द हुँदैन। बिहान 8 बजे खुल्छ र 5 बजेसम्म खुल्छ। हामीले डक्टरलाई 2 सिफ्टमा राखेका छौँ। बिहान 8 बजेदेखि 12 बजीसम्म एउटा र 12 बजेदेखि 5 बजीसम्म एउटा गरेर हामीले चाहिँ 8 बजेदेखि 5 बजीसम्म कुनै पनि बिरामी यो अस्पतालमा छिर्यो भने ओपिडी सेवाबाट वञ्चित हुनु पर्दैन। ओपिडीको ढोका छिटै बन्द हुँदैन, ढिलो क्लोज पनि हुँदैन। र हाम्रो टिकटिङ टाइम पनि हामीले नेपालको अस्पतालहरू भन्दा सबैभन्दा बढी टिकटिङ टाइम बनाएका छौँ। बिहान 7:30 बजे नै टिकट खुल्छ, 2 बजीसम्म टिकट खुल्छ, बिचमा 1 घन्टा ब्रेक हुन्छ। अझ 7:30 बजे टिकट खुलेर 2 बजीसम्म टिकट पाइने नेपालमा अरू सरकारी अस्पतालहरू पनि छैनन्। र अरू सरकारी अस्पताल र संसारकै अस्पतालहरूमा नभएको एउटा विशेषता हामीसँग छ। हामीले गएको असार 1 गतेदेखि कुनै पनि बिरामी भरतपुर अस्पतालमा, भरतपुर सरकारी अस्पतालमा विशेषज्ञ डाक्टरलाई जताउन आउँछु भन्यो भने उसको पकेटमा 5 पैसा नभए पनि, 1 रुपियाँ नभए पनि ऊ त्यसबाट वञ्चित हुँदैन। हामी कुनै पनि बिरामीको ओपिडी टिकटको शुल्क लिँदैन। हाम्रो ओपिडी काउन्टरहरू निःशुल्क छ। यो हामी संसारमा खोज्यो भने बिरलै पाइन्छ। र नेपालमा त मैले अहिले सुनेको छैन। इन्डियामा चाहिँ इन्डियाको 2-3 अस्पतालमा चाहिँ मैले सर्च गर्दाखेरि 1 रुपियाँ टिकट लिँदो रहेछ, 1 रुपियाँ लिँदो रहेछन्। र 0 पैसामा चाहिँ मैले त्यो पनि भेटेको छैन। म थाहा नपाएर हुनसक्छ। यी सबै कामहरूमा विकास समितिका पूर्व अध्यक्ष डाक्टर भोजाल ठुलो योगदान छ। वर्तमान मेयरज्यू डाक्टर मेयरज्यू जो पदेन सदस्य हुनुहुन्छ, उहाँको पनि यी सेवाहरूमा सेवा बढाउने पहलहरूमा महत्त्वपूर्ण योगदान छ। महिलाको निःशुल्क ओपिडी सेवा त हाम्रो मेयरज्यू पहिलोचोटि पदासीन भएपछि नै यो अस्पतालमा त्यो उद्घोष गरेर त्यो कार्यक्रम सुरु भएको हो। यो वर्ष हामीले सुपर स्पेसियलिस्ट क्लिनिकहरू सुरु गरेका छौँ। अब हामीसँग डिएमएमसिएस गरेका सुपर स्पेसियलिस्ट डक्टरहरू पनि आउनुभएको छ। त्यसले गर्दा हाम्रो यो अगाडिको बिल्डिङमा माथि तलमा त्यो छुट्टै ब्लक बनाएर सुपर स्पेसियलिस्ट सर्भिसेसहरू पनि हामीले सुरु गरिसकेका छौँ। र अनलाइन टिकटिङको व्यवस्था पनि हामीले गरिसकेका छौँ। पोहोरदेखि नै अनलाइन टिकटिङ सुरु भएको थियो, तर पहिला बिमाको लागि त्यो हामीले अनलाइन टिकटिङमा मिलाउन नसकेको हुँदा धेरै आकर्षण थिएन। अहिले चाहिँ हामीले गत असार 1 गतेदेखि यो निःशुल्क टिकट भइसकेपछि, त्यहाँ पैसाको ट्रान्ज्याक्सन नभएपछि चाहिँ बिरामीहरूलाई पनि टिकटिङ गर्न सजिलो भयो। त्यसले गर्दा अहिले यसप्रतिको आकर्षण पनि बढेको छ। हामीले यो ओपिडीमा धेरै भिड भयो भनेर हाम्रो चाहिँ टिकट ओपिडीहरू र हाम्रो बिलिङ काउन्टरहरू सबै बढाएका छौँ। र हामीले गर्न सक्ने मिहिनेत गरेका छौँ। तरै पनि दिनमा 1600-1700 बिरामी आइसकेपछि पक्कै पनि त्यहाँ लाइनको समस्या, थोरै भिडभाडको समस्या हुने नै गर्छ। र त्यसले अझै पनि हामी पूर्ण रूपमा सेवा दिन अझ पनि सजिलो बनाउन सकेका छैनौँ भन्ने कुरा हामीलाई थाहा छ। र यो वर्षको प्लानमा ओपिडीको सन्दर्भमा हामीले चाहिँ पेइङ ओपिडी जुन हाम्रो 1 बजेपछि सुरु हुन्छ, त्यसलाई 200 नै पेइङ ओपिडी सुरु गर्न सकिने कुरा स्वास्थ्य सचिवजीसँग सम्पर्क गरेर हामीले बिहानदेखि 10 बजेदेखि चाहिँ पेइङ ओपिडी सुरु गर्न पायो भने त्यो कुनै दिन सर्टेन विशेषज्ञको कतिपय मान्छेहरू 500 रुपियाँ दिएर पेइङमा दिइहाल्छु भन्नेहरू पनि प्रशस्त देखिएको हुँदा उनीहरूलाई उहाँहरूलाई पनि सहयोग होला भन्ने हामीलाई लागिरहेको छ। यसमा हामी
मन्त्रालयसँग समन्वय गरेर यो पुरा अगाडि बढाउँछौँ र जेनरल ओपिडी र आँखाको ओपिडीलाई हामीले विस्तार गर्ने, तुरुन्तै विस्तार गर्ने सन्दर्भमा छौँ। इमर्जेन्सीको सन्दर्भमा कुरा भर्खरै यहाँहरूसँग निवेदन गरियो। यही आज कार्यक्रम इमर्जेन्सीको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम हो। 1.5 वर्ष पहिला तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र तत्कालीन मेयर श्रीमान रेणु दाहालज्यू, जो वर्तमान पनि मेयर हुनुहुन्छ, उहाँहरूको संयुक्त चाहिँ बाहुलीबाट शिलान्यास भएको थियो र आज यो ठेकेदार पनि राम्रो परेको हुनाले हाम्रो सहरी डिभिजन कार्यालयको इन्जिनियर साहब पनि हुनुहुन्छ। उहाँहरूको रेखदेखले यो 1.5 वर्षमा कम्प्लिट भएर हामीले जनतालाई सेवा दिन सक्यौँ। पुरानो बिल्डिङ अत्यन्त जीर्ण थियो, पुरानो थियो र हामीले 50 बेडमा यसलाई सञ्चालन गर्दैछौँ र अहिले 35 बेड क्षमतामा सुरु भइसकेको छ। असोज 25 गतेपछि र अब आजको उद्घाटन कार्यक्रमपछि हामीले यसलाई इमर्जेन्सी ल्याब, इमर्जेन्सी ओटी र इमर्जेन्सी एक्सरे इस्टाब्लिस भइसकेपछि मोस्ट प्रोबेबली मङ्सिर 1 गतेदेखि हामीले 50 बेड क्षमतामा सम्पूर्ण सेवासहित इमर्जेन्सी ल्याब, एक्सरे र ओटी सेवासहित सुरु गर्छौँ। यसको लागत करिब 8 करोड थियो। 8 करोडमा यो बनेको हो र हाम्रो उद्देश्य चाहिँ यो माथि जुन रडहरू छडिएको देखिएको छ, यो चाहिँ तेस्रो तलासम्म बनाउने गरेर डिपिआर बनेको छ र तुरुन्तै हामीले चाहिँ स्वास्थ्य मन्त्रालयमा र महानगरपालिकामा माथि तला बनाइदिनुको लागि निवेदन गर्नेछौँ र अमौखिक निवेदन पनि आज गरेका छौँ। त्यो भइसकेपछि माथि तलालाई हामीले ट्रमा सेन्टर भनेर सुरु गर्नेछौँ। भरपुर हस्पिटल ट्रमा सेन्टर भनेर सुरु गर्नु पायो भने त्यसले धेरै नै एक्सिडेन्टमा परेका धेरै जनतालाई तत्काल सेवा पाउनको लागि सहयोग गर्नेछ र जीवन बचाउनलाई सहयोग गर्नेछ भन्ने हामीलाई लागेको छ। अपरेसनमा पनि अत्यन्त चाप छ। दिनमा कम्तीमा पनि 40वटा अपरेसन हुन्छ र 3 दिन अगाडि त डाक्टर सुनीले भन्दै हुनुहुन्थ्यो 46वटा त डेलिभरी मात्रै भयो, त्यसमा 23वटा अपरेसन मात्रै भयो। सिरियस बच्चा पाउने अपरेसन मात्रै भयो। अरू अपरेसन त अब 20वटा 22वटा चाहिँ भइहाल्छ। त्यो अत्यन्त चापमा हामी छौँ। यो वर्ष हामीले एउटा अपरेसन थिएटर बढाएका छौँ र भएको अपरेसन थिएटरहरूमा अत्याधुनिक अपरेसन थिएटर बनाउनको लागि चाहिँ 2वटालाई मोडुलर ओटी बनाएर करिब अब कम्प्लिट हुँदैछ 1 हप्तामा र स्टायर कोरिडोर गरेर हामीले चाहिँ 3 करोड 20 लाख रुपियाँ विकास समिति आफैले खर्च गरेर बनाएको छ। यसमा स्वास्थ्य मन्त्रालयको बजेट थिएन र हामीले यो माइनर ओटीहरू तलै इमर्जेन्सी बनाइयो भने सानो अपरेसनलाई माथि जानु पर्दैन भन्ने अनुसार हामीले यो सेवा तुरुन्त सुरु गर्दैछौँ। हामीसँग 15वटा वार्ड छ र 15वटा वार्डमा बेड अकुपेन्सी जहिले पनि 90% बढी नै रहन्छ र अत्यन्त चापमा हामीले काम गरिरहेका छौँ। यहाँलाई थाहा नै छ, यहाँ स्थानीय जनप्रतिनिधिहरू सबैलाई थाहा छ। आइसी मिलाइनु पऱ्यो, एनआइसी मिलाइनु पऱ्यो, अपरेसन छिटो गराइनु पऱ्यो, डायलाइसिस छिटो गराइनु पऱ्यो भन्ने पनि दिनमा कम्ती 10वटा आउँछ। तर अब हामीले त्यसलाई चाहिँ निरीह भनेर बस्नु परेको छ, किनभने 20वटा आइसियु, 10वटा एनआइसियु, डायलाइसिसको 10वटा मेसिन थियो, 12वटा चाहिँ हिजोदेखि सुरु भएको छ र यो अपरेसनको चाप यसले गर्दा चाहिँ बिरामीले उपचार गर्न पाऊँ, मैले अपरेसन गर्न पाऊँ, मैले डायलाइसिस गर्न पाऊँ, म मर्न लाग्यो, मैले आइसियु पाऊँ भन्दाखेरि पनि हामी अत्यन्त निरीह भएर बिरामीको अगाडि उपस्थित हुनुपर्ने अवस्था यो ठाउँ विशेष र यो समय विशेष सिर्जना गरेको छ। पक्कै पनि यसमा हामी मात्र त जिम्मेवार छैनौँ, तर जनघनत्व त बढ्दै जाने र यो चितवन चाहिँ मेडिकल सिटीको रूपमा, मेडिकल सेन्टरको रूपमा डेभलप हुँदै जाँदा अब यो बिरामीहरूको अत्यन्त पीडा देख्न अहिले पनि हामी बाध्य छौँ। हामी 600 बेडमा सञ्चालित छौँ र हाम्रो स्वास्थ्य मन्त्रालयबाट सञ्चालित बेड यहाँलाई थाहा नै छ 150 मात्रै हो। 150 बेडको लागि मात्रै स्वास्थ्य मन्त्रालयबाट दरबन्दी छ 175 जना, जबकि यहाँ हामी कर्मचारी 730 जना छ र 450 जना र सेवा करार मार्फत 160 जना गरेर हामीले चाहिँ हाम्रो चाहिँ सबैको यो खर्च चाहिँ विकास समितिको दिएको छ। त्यसले गर्दा चाहिँ विकास समितिको 80% जस्तो कन्ट्रिब्युसन कर्मचारी जनशक्तिको हकमा भइसक्यो। स्वास्थ्य मन्त्रालयले 2075 साल फागुन 3 गते केन्द्रीय अस्पताल, सङ्घीय अस्पताल, रेफरल हस्पिटल अनि विशिष्ट हस्पिटल भनेको छ। एउटा निर्णय मन्त्री परिषदको भइसकेपछि हाम्रो जनशक्तिमा मात्रै हो हाम्रो प्रोग्राम भएको। अरू चाहिँ कार्यक्रम, बजेट, भवनहरूमा स्वास्थ्य मन्त्रालयको प्रत्यक्ष योगदान सहयोग छ र हाम्रो माया गरिरहनु भएको छ। यो जनशक्तिको कारणले मात्रै एकदम धेरै पेचिलो बनेको छ। यो जनशक्ति चाहिँ विकास समितिबाट थप्दा कति थप्ने, के प्रक्रियाबाट थप्ने, फेवर जाँच गर्दा 100% लोकसेवाबाट जाँच गर्दाखेरि पनि अत्यन्त दबावमा चाहिँ हामीले काम गर्नुपर्छ। त्यसले गर्दा सकेसम्म सरकारी कर्मचारी नै आउँ भन्ने चाहिँ हाम्रो उद्देश्य छ। यो कुरा मैले श्रीमान सचिवजीलाई जाहेर गरेँ र हाम्रो जुन वेलनेस सर्वे छ त्यो मन्त्रालय पास भएर अर्थ मन्त्रालय र चाहिँ सामान्य प्रशासनतिर होला। हिजो पनि हाम्रो स्वास्थ्य मन्त्रालयको श्रीमान सचिव
ज्यू देवकुमारी गुरागाई आउनु भएको थियो हिजो। उहाँले पनि यो कुरा महानगरपालिकाको मेयरज्यूलाई भन्नु पर्यो। किन भन्दाखेरि चाहिँ महानगरपालिकाको मेयरज्यूले अर्थमन्त्रीले भनिदिनु भयो भने फाइल अर्थ मन्त्रालयमा छ, त्यो काम गराउनु छिटो हुन्छ भने मलाई आइडिया दिनुभएको छ। मैले उहाँले दिएको आइडिया चाहिँ जस्ताको जस्तै मेयरज्यू समक्ष पस्यौँ र हामी 1 महिनाभित्रमा 100 मङ्सिर 4 गतेभित्रमा नै हाम्रो प्लान छ सर्जिकल आइसियु 10 बेड थप्ने, जसको लागि प्रधानमन्त्री कार्यालयबाट हामीलाई सिधै बजेट प्राप्त भएको थियो र हामी त्यसको अन्तिम चरणमा छौँ। र पिआइसियु जुन पिआइसियु सेवा हाम्रो छैन अहिलेसम्म, र 15 बेड इन्टरमिडिएट पिआइसियु र पिआइसियु गरेर हामीले चाहिँ 15 बेड स्थापना चाहिँ यो सिभिल वर्क्स र मेसिनरी वर्क्स अन्तिम चरणमा छ। हामी सकेसम्म यो महिनाभित्र नभए मङ्सिर 15 गतेभित्र चाहिँ यो सर्जिकल आइसियु र पिआइसियु सेवा सुरु गर्दैछौँ र त्यो आँखाको ओपिडी र यो डेन्टल ओपिडीलाई पनि हामी विस्तार 1 महिनाभित्रमा नै गर्दैछौँ। अब हाम्रो निर्माण भइरहेका केही प्रोजेक्टहरूको बारेमा थोरै निवेदन गरौँ। यो 3 नम्बर गेट जुन हाम्रो साइडमा छ, यो सबैभन्दा मेन गेटको मास्टर प्लान अनुसार यो 8 लाख लागतमा सम्झौता भएर उसो बनाउन सुरु गरिसकेको छ। सायद त्यसपछि हामी यो मेन गेट अलि आकर्षक पनि हुन्छ, त्यहाँ मूल द्वार चाहिँ अस्पतालको त्यही हुन्छ। र स्पाइन इन्जुरी बिल्डिङ बन्दैछ, यो महानगरपालिकाको सहयोग, जिल्ला विकास समितिको सहयोग, जिल्ला समन्वय समिति भन्छ अहिले त। तर रोटरी क्लब चितवनभरिका रोटरी क्लबहरू मिलेर चाहिँ संयुक्त प्रयासमा स्पाइन इन्जुरी बिल्डिङ बनाउँदैछ। यसको महानगरले टेन्डर निकालेर सम्झौता पनि भइसकेको छ। अहिले खन्दाखेरि पानी आयो भने ढिला भएको भने ठेकेदारले भनेको थियो। यो भयो भने यो पनि एउटा सिग्नेचर प्रोजेक्ट हुन्छ। नेपालको सरकारी अस्पतालमा स्पाइन इन्जुरीको छुट्टै वार्ड पनि छैन, जुन हाम्रो छ। हाम्रो अस्पतालमा स्पाइन वार्ड छुट्टै छ र स्पाइन इन्जुरी बिल्डिङ भइसक्यो। यो प्रकृतिको बिल्डिङ नेपालमा चाहिँ सरकारी क्षेत्रमा छैन। त्यसले पनि हाम्रो हाम्रो सुन थपे जस्तै हुनेछ भन्ने हामीलाई लागेको छ। यो 1 वर्षभित्रमा त्यो बिल्डिङ कम्प्लिट हुन्छ। वेस्ट म्यानेजमेन्टमा हामीले भने जति प्रगति गर्न सकेका छैनौँ। वेस्ट म्यानेजमेन्टमा स्वास्थ्य मन्त्रालयले सहयोग गर्छ भनेर श्रीमान सचिवज्यूले यसपालि वचन दिनुभएको छ। ढल निकासमा महानगरपालिकाले यहाँको ढल निकास गर्नको लागि प्रोजेक्ट बनाइसकेका छ र यो कार्य हामी तुरन्त थालनी गर्दैछौँ। र केही भवनहरू अझ हामी तल थप्दैछौँ, किनभने अब हामी होरिजन्टलतिर नलागेर जग्गाको अभावले गर्दा भर्टिकलतिर जाँदैछौँ। त्यसले गर्दा ए बिल्डिङको तल र बी बिल्डिङको माथि पनि ट्रस्ट हाल्ने कार्य अब सुरु हुन लागेको छ। म्याटर्निटी बिल्डिङ यो मैले हजुरलाई निवेदन गरेँ, धेरै ठुलो चाप म्याटर्निटीमा छ र दिनमा 40 जना कम्ती एभरेजमा बच्चाहरू जन्मिन्छन् र करिब 20 जनाले त अपरेसन गर्छन्। यो यसको लागि हामी छुट्टै बिल्डिङ बर्थिङ सेन्टर सहितको छुट्टै म्याटर्निटी बिल्डिङ बनाउनको लागि विकास समितिले 17 लाखको इन्भेस्ट गरेर जिपिए तयार गरिसकेको छ। अन्तिम चरणमा छ। यसलाई हामीले स्वास्थ्य मन्त्रालयमा पेश गर्नेछौँ, महानगरपालिकामा पनि पेश गर्नेछौँ। महानगरपालिकाबाट नि यसको लागि सहयोग प्राप्त गर्ने आश्वासन पाएका छौँ। र हामीले यो क्वार्टरको अवस्था एकदमै दुर्लभ छ। यो चाहिँ सचिवजीलाई अहिले देखाएर पनि भन्नुला। र यसको लागि क्वार्टरको लागि स्वास्थ्य मन्त्रालयले हेरिदिनु पर्यो भन्ने हाम्रो निवेदन मैले यहाँ पनि दोहोऱ्याउन चाहेँ। म सचिवजीलाई पहिल्यै भनेको छु, किनभने 2020 सालमा 2030 सालमा बनेको क्वार्टरहरूमा हाम्रो डाक्टर कर्मचारी नर्सहरू बस्नु भएको छ। रातिको सेवा चाहिँ क्वार्टरमै नर्स कर्मचारी डाक्टर बसेन भने रातिको सेवामा चुस्तता आउँदैन भन्ने हामी सबैलाई थाहा छ। बाहिरबाट आउने बेलासम्म पनि बिरामी सफल भइसकेको हुनसक्छ। त्यसले गर्दा चाहिँ क्वार्टरमा चाहिँ ध्यान दिनुको लागि मैले श्रीमान सचिवज्यूको ध्यान आकर्षण गराउँछु। यो 20 सालका 30 सालको क्वार्टरहरूमा हाम्रो कर्मचारीहरू बस्नु भएको छ, अत्यन्त दुर्गम अवस्था छ। र यसको पनि जिपिआर चाहिँ हामी विकास समितिको पैसा आफै लगानी गरेर जिपिआर बनाइरहेको छ। 2 क्वार्टर, एउटा अलिकति क्वार्टर र सहायक क्वार्टर भनेर त्यो प्रक्रिया चलिरहेको छ। मैले आफ्नो कुराहरू टुङ्ग्याउँदै गएँ र अन्तमा यो प्राज्ञिक कुराहरूको बारेमा चाहिँ थोरै विषय प्रवेशमात्रै गर्न चाहन्छु। हामी प्राज्ञिक संस्था बन्नको लागि हामीसँग जनशक्ति पनि पर्याप्त छ। डाक्टर नर्सलाई पढाउने टिचरहरू हामीसँग पर्याप्त हुनुहुन्छ। हामीसँग 90 जना मात्रै बिसके डाक्टर हुनुहुन्छ। तर चाहिँ अब जनशक्ति पनि नभएको, पूर्वाधार पनि नभएको ठाउँमा मेडिकल कलेजहरू बनेका छन्, प्रतिष्ठानहरू बनेका छन्। तर हाम्रो भक्तपुर अस्पताल सबै कुरामा सुसम्पन्न भएर पनि हामीले मेडिकल कलेज बनाउन सकेका छैनौँ, छुट्टै नर्सिङ कलेज बनाउन सकेका छैनौँ। कहिले पोखरा विश्वविद्यालय, कहिले मदन भण्डारी प्रतिष्ठान, कहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, उनीहरूसँग कुरा गरेर कुरैमा टुङ्गिने भइरहेको छ। त्यसले हामीलाई अत्यन्त दुःख चाहिँ दिएको महसुस भएको छ। किन भन्दा हामी सब सक्षम भएर पनि यो क्षेत्रमा अघि बढ्न सकेका छैनौँ। यसको लागि पनि विशेष रूपमा यो कुरामा उठान गरिदिनु म श्रीमान सचिवज्यूलाई र आदरणीय मेयरज्यूलाई अनुरोध गर्दछु।